आज चाहिँ मेरो फिजिक्सको प्री बोर्डको फिजिक्सको एक्जाम रहेको छ र अहिले म एक्जाम दिन जाँदैछु कन्फिडेन्टको साथ। तर मलाई एक्जाममा के लेख्ने भनेर कुन टपिकमा के छ केही थाहा छैन, तर म फुल्ली कन्फिडेन्ट ह्याप्पिली जाँदैछु एक्जाम दिन। अब एक्जाम दिएर निस्किने बेला चाहिँ मेरो फेस कस्तो हुन्छ, कति घन्टामा निस्किन्छु, 3 घन्टाको एक्जाममा कति घन्टामा निस्किने हो त्यो पनि टुङ्गो छैन। आउनु चाहिँ केही आउँदैन, फुलमा फेसमा फुल कन्फिडेन्ट छ, त्यही भएर एक्जाम दिन जाँदैछु। अब आएपछि एक्जाम हलबाट निस्केपछि कस्तो फेस हुन्छ भने म तपाईँलाई देखाउने छु। एक्जाम दिएर आइसकेको छौँ, हेर्न सक्नुहुन्छ मेरो फेस। फिजिक्सको एक्जाम दुइटैको बिग्रिएर आज तनावमा छु। अब फेरि त्यहाँबाट आएर आन्टी आउनु भएको छ हस्पिटलतिर नि जानु पर्यो। अब जाँदैछु रुम, अहिले रुममा ड्रेस खोलेर चेन्ज गर्छु अनि फेरि हस्पिटल जान्छु। अब कलेजबाट आएर एक्जाम दिइसकेर कलेजबाट आएर ड्रेस चेन्ज गरिसकेको छौँ। अब जाँदैछौँ हामी निम्स हस्पिटल। र आन्टी बिरामी हुनुहुन्छ, त्यही बिरामीलाई हेर्न। हामी सबैको एक्जाम आज बिग्रे जस्तो नै छ, मेरो त पुरै बिग्रेको छ, त्यो भन्न सकिँदैन। कस्तो खाले बिग्रेको छ भने एमसिक्यू मात्रै लेखेको छ अनि 5 मार्क्सको जति अरू एटेन्ड गरे होला। यो साथीको त अब म्यानेजमेन्ट फ्याकल्टीको यो साथीको अब कति बिग्रियो त्यो थाहा भएन। तर यी दुईवटा साथीको पोस्ट हार्भेट हिजो राति मैले हजुरहरूलाई देखाइसकेको थिएँ। यी दुईवटा साथीहरूको चाहिँ अलि एक्जाम राम्रै भएछ जस्तो लाग्छ। ल यसैको साथ मेरो सब्सक्राइब गरिदिनु च्यानल।